जस्तो घाइतेलाई सोधा मिलन के हो खुसी के हो मिलन के हो खुसी के हो मसँग कहिले सोध्दैन सोधा चोट के हो। एउटै जुनीमा धेरैपल्ट मरेको मान्छे। 2046 सालको जनआन्दोलनमा तत्कालीन सरकारको विशेष आदेशमा गोली हानिएको युवक। चरम यातना दिएर सुरक्षाकर्मीले मारेर काठमाडौँको विष्णुमती पुल मुनि लगेर बगरमा मिल्काएको एउटा पात्र। अनि अचेत अवस्थामै जीवनका पछिल्ला 20 वर्ष बिताइसकेको योद्धा, जसले बाँच्ने रहर पूरा गर्न आफ्नै उपचारका लागि आफ्नै छोरा बेचेको छ। ऊ अर्थात् तारा खड्का। राजधानी काठमाडौँदेखि 400 किलोमिटर टाढाको गाउँ रुकुमको एउटा गरिब परिवारमा जन्मनु ताराका लागि सबैभन्दा ठुलो अभिशाप बन्यो। 5 वर्षको उमेरमै 12 खरी पढ्न छाडेर सल्यान स्थित एउटा होटलमा नोकर बस्न थाले तारा र यो उसको लागि जीवनको अर्को अभिशाप बन्यो। सल्यान, जसले त्यति बेला पञ्चायतकालीन प्रधानमन्त्री मरिचमान सिंह जन्माएकोमा गर्व गर्थ्यो। अनि त्यो सल्यानमा परिवर्तन र विकासको नामो निशान नपुगे पनि गौरव सुनाउन अनि रवाफ देखाउन धेरै पल्टक यो मुलुकका प्रधानमन्त्री अनि मन्त्रीहरू सदरमुकाममा पुग्थे। अनि तारा खड्का काठमाडौँबाट हेलिकप्टर लिएर गएका प्रधानमन्त्री र मन्त्रीहरूले खाएको जुठो भाँडा मस्काउँथ्यो। सल्यान सदरमुकामको होटलमा भाँडा माझ्दै तारा बिना खबर तत्कालीन प्रधानमन्त्री मरिचमान सिंहको साथमा काठमाडौँ ल्याइन्छन्। ताराका लागि त्यो एउटा नयाँ जीवनको नयाँ सुरुवात थियो। त्यति बेला होटल मालिकलाई मरिचमान सिंहले भनेका थिए, यो केटालाई म छोरा जस्तै गरेर पाल्छु, यो केटा मलाई दिऊ। यही शब्द प्रयोग गरेर मरिचमान सिंहले मागेर ल्याएका थिए। यसरी प्रधानमन्त्री सिंहको साथमा काठमाडौँ नपठाइएको भए सायद तारा खड्का यति बेला सल्यानको कुनै होटलमा काम गरिरहेको हुन्थ्यो अथवा माओवादी जनयुद्धमा प्रतिबद्ध भएर लागेको एउटा अनुभवी योद्धामा गनिन्थ्यो होला। तर तारा अहिले अपाङ्ग छ। तारा अहिले अर्ध पागल छ। तारा अहिले बेसहारा बनेर मुलुकको कुना कुनामा बाँच्नकै लागि भौतारी रहेको छ। हार दिएर नुन खोज्दा कसले नि? पुलिसले। भित्र हड्डी छैन तपाईँको? भित्र हड्डी छैन, प्लास्टिक रड हालेको छ। प्लास्टिकको रड? अनि के त्यो नुन खुर्सानी दलेको त्यो काटेर? हजुर, नुन खोज्नु दलेको। तपाईँलाई त्यतिखेर होस थियो आफ्नो हात काट्दाखेरि? हात काटेर त मलाई होस थिएन, म त बेहोस भएको थिएँ। हजुर? बेहोस भएको थिएँ। तपाईँ बेहोस हुनुहुन्थ्यो त्यतिखेर? हजुर, बेहोस भएको थिएँ। तपाईँलाई काटेको भनेको नुन खुर्सानी दलेको केही थाहा भएन? त्यो नुन खोर्सानी दलाए पछि चाहिँ ताप पानीपछि होस आएर अन्जले दुख्न थाल्यो, पोल्यो। त्यसो तपाईँलाई यो नुन खुर्सानी कसले दलेको नि हातमा? त्यो नुन खोर्सानी दलेको पुलिसले। पुलिसले? हजुर। कहाँ कुन ठाउँमा? हनुमानढोका। हनुमानढोकामा? हजुर। हनुमानढोका चाहिँ तपाईँ किन जानुभयो? म गाउँ गएर पुलिस लिएर गयो। किन? जस्तो यातना दियो। तपाईँलाई त्यहाँ लगेर यातना दियो? हजुर, यातना दियो। गोली लागिसकेपछिको कुरा हो कि अगाडि कुरा हो? यो गोली लाग्यो भने त्यसो हो। गोली लागिसकेपछि तपाईँलाई पुलिसले लग्यो र पिट्यो होइन? हजुर। अनि तपाईँ त्यतिखेर गोली निकालिसकेको थियो तपाईँको? गोली चाहिँ किन गोली लाएर अनि त्यहाँदेखि त्यो गोलीले खिँचेर गयो। होइन, तपाईँको गोली घाउ के अरे शरीरमा थिएन, त्यो निको भइसकेको थियो त्यो घाउ? घाउ विषय भएको थिएन। म त्यति बेला चाहिँ गोली लाएर चाहिँ घाउ भइरहेको थियो, बिरासम्म ल्याएर
त्यहाँ उपचार गरेर कुर्ता चाहिँ केही पनि भएन। त्यो कुर्ता चाहिँ घाउ भएको थियो, त्यो आउँछु उपचार गरेर अनि पछि मऱ्यो भनेर कालीमा त्यो पुल्नेर फालेर अनि त्यहाँबाट भोलि एउटा खाल्डो गरेर उतारेर ल्याएर विरासमा भर्ना गरेर 7 लिटर पानी 10 किलो बालुवा पेटमा तन्न भएको थियो। त्यो पछि विरासमा पेटको अपरेसन गरेर कति भएको थियो? 7 किलो बालुवा, 10 किलो बालुवा 7 लिटर पानी 10 किलो बालुवा हजुर पेटमा मऱ्यो भनेर फालेको। यी दृश्य छायाङ्कन हुनुअघि पोखराको गल्ली गल्लीमा भेटिएका तारा यी दृश्य काठमाडौँमा छायाङ्कन भए लगत्तै फेरि बेपत्ता भएका छन्। जीवन यात्रादेखि वाक्क भइसकेका यिनी अहिले तराईका विभिन्न ठाउँमा मागेर पेट पालिरहेका छन्। कहिलेकाहीँ कसैको सहारामा फोन सम्पर्कमा आउँदा ताराले भन्ने गरेका छन्, जीवन धान्न नसक्ने भई मलाई कसले पाल्ला। रुकुमले जन्माएको एउटा प्रजातान्त्रिक योद्धा 2 दशकदेखि बेहोसीपूर्ण जीवन बिताइरहेको छ। उसको कथा चेतना शून्य अवस्थामा यही थलोबाट सुरु हुन्छ र चेतना शून्य अवस्थामै ऊ अहिले पनि यही काठमाडौँ खाल्डोमा भौतारिएर बाँचिरहेको छ। बहुदलीय व्यवस्था स्थापनाका लागि निरङ्कुशता विरुद्ध प्रतिबद्धताको मुट्ठी उठाउने त्यही तारा आज बाल्यकालको जस्तै तोते बोलीबाट विगत सम्झिरहेको छ। ऊ भन्छ, प्रजातन्त्रका नाममा त्यति बेला मैले बेकारमा सङ्घर्ष गरेछु। भर्खरै मैले त्यहाँ मैले 1 वर्ष हो मैले क्लासमा पढेको आरआरमा बिए पास गरेको। मैले आरआर बिए पास गरेको कहिले 45 सालमा बिए पास गरेको। त्यहाँबाट बिए पास गरेर त्यसको भएर अनि म आन्दोलनमा आएको नि साथीहरूले आन्दोलन सुरु गरेँ अनि त्यो बिए पास गरेँ। बिए पास गरेर अनि पछि आन्दोलन लागेको। मेरो क्लास चाहिँ हिमालय जानुपर्छ, उतापट्टि जानुपर्छ। तारा खड्का, जसलाई जन्माउने आफ्नै आमाको नाम पत्तो छैन। उसले जीवनमा आफ्नो बाउ कहिल्यै देख्दै देखेन। आजसम्म एकजना आफन्त उसको सम्पर्कमा आएकै छैनन्। 5 वर्षको उमेरमा आफ्ना बाबु आमा दुवैको मृत्यु भइसकेपछि सल्यानबाट आफ्नै काकाले पुर्ख्यौली सम्पत्ति हडप्नका लागि तारालाई घरबाट कुटेर निकालेका थिए। अनि एक छाक खानका लागि 5 वर्षकै उमेरमा तारा बजारमा नोकर बस्न पुगेको थियो। पुष माघ महिनाको चिसोमा आफूभन्दा ठुल्ठुलो डेक्ची उसले मस्काएको छ। एक गाँस भातका लागि उसले धेरैको लात सहेको छ। जुन विगत भुल्न र उज्यालो भविष्य खोज्न ऊ कसैको सहारामा त्यति बेला काठमाडौँ आइपुगेको थियो। अनि 2046 सालको प्रजातान्त्रिक आन्दोलनमा त उसले सपथोक बिर्सिएर आफैलाई पाल्ने प्रधानमन्त्री मरिचमान सिंह विरुद्ध समेत सडकमा राँको बोक्यो। त्यो बेला पहिले सुरुबाट तरेर माथि तरेर त्यो राजधानी त्यो भिजेर भाँचेर अनि त्यो राजधानी गराएर हानेर साली कोर्दाखेरि अनि ठ्याक्कै 3 गोली लाग्यो। 8 जना साथीहरू मरे, 9 जना मात्रै म घाइते भएको। त्यहाँ दरबारभित्रबाट हाने गोली हो। अनि ठ्याक्कै 3 गोली लाग्यो। 3 गोली लागेपछि अनि म चाली धन्न गाडेर त्यो राजधानीमा भिजेर फालेर अनि त्यो चाली फोरेर तल लरेर अनि 3 गोली लाग्यो। 3 गोली लगाएर अनि लरेर पुलिसले घाँटी समातेर लगेर अनि त्यसको यातना दियो। यातना दिएपछि अनि पछि त्यसको भयो। नोकरकै व्यवहार सहेरै भए पनि मरिचमान सिंहको घरमा बसेर उसले 2045 सालमा पाटन क्याम्पसबाट प्रमाणपत्र तहसम्मको पढाइ पुरा गरेको हो। मरिचमान सिंहको धर्म छोरा अथवा नोकर बनेर पढिरहेका ताराले त्यसै बेला दाङकी कल्पना छेत्रीसँग प्रेम विवाह गरेका थिए। तर ताराको जीवन सङ्गिनी विमान परिचारिका छेत्रीसँगको वैवाहिक यात्रा लामो समय टिक्न पाएन। तारा सम्झन्छन्, कल्पना र म ज्यादै खुसी थियौँ।
हाम्रो 1.5 वर्षको छोरा थियो। समझना